सानी फुपू जाने के हो छोड्नु मानेको छैन हो। सानी फुपूको प्याकिङ भइसक्यो तर भदैनीले चाहिँ छोड्नै सकेको छैन। अहिले 9 बजिसक्यो। अब भोलि स्कुल जानुपर्ने अनि सानी फुपूलाई छोडेकै छैन। भोलि त सानी फुपू जान्छ। माया लाग्छ सानी फुपूको? खै यता ऐना देखाउनु न अनुहार हो सानी उसको बेबीको। लाग्छ कि लाग्दैन? पुच्ची खै सानी फुपूलाई पुरानो गयो अब छोडेकै छैन। अझै फुपू भोलि जान्छ भनेर यहाँ मुटुको टुक्राहरू गयो। नानी पुरानो गएको म चाहिँ दाजुलाई गाडीमा चाहिँ छोडेँ गाडी नपाएर चाहिँ भयो। अन्त अब निस्केको हामी आमा छोरी रोहिनीमा खाजा खानु बिसाइराखेको छु म। तर पानी परेर आज चाहिँ शीतल रहेछ। सिलगढीमा चाहिँ पानी परेर आज बहुत दामी मौसम रहेछ, शीतल भइरहेको छ हो। अनि पानी परेर अहिले निक्देनको रुममा आएर चाहिँ हामी रेस्ट गरिरहेको छौँ हो। गरम त कस्तो गरम छ निक्देनको रुम हो। बसिरहेको छ कलिबेटहरू त्यहाँ छ। छाता यस्तो भएर चाहिँ आइपुग्यो नि सिलगढी। तर सधैँभन्दा चाहिँ चिसै रहेछ पानी परेर। खाना खानु निस्केको निक्देन कुशल मेरो छोरी हो। अनि अब के खान्छ यिनीहरूले, भोक लाग्यो अरे हो। अनि खाना खानु निस्क्यो। हाई भन्देऊ न निक्दु, निक्दु हाई त भन्देऊ। जाँदैछु यहाँ आएको छु कि खाना खानु खाँदैछु। यहाँ उनीहरूले अर्डर गर्दैछ के खान्छ अरे हो। मेरो छोराछोरीहरू हो यिनीहरू सबैजना। झोल मोमो निक्देनको झोल मोमो आयो। तर दामी रहेछ मोमोहरू चाहिँ मलाई मन पर्यो, फ्रेस। हाडेर चाहिँ यहाँ हो जुगा जस्तो भइरहेको छ। कुशल जुगा जस्तो ढाडियो हौ हो। यिनीहरूले चाहिँ ज्यादा खाएर चाहिँ यहाँ हजमवाला दबाई किन्नु लाग्छ। हस् ल निक्देन